सर्वप्रथम त आज मेरो जन्मदिन परेको हुनाले मलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मेरो जन्मदिनको चाहिँ शुभकामना व्यक्त गर्ने हाम्रो दाजुभाइ दिदीबहिनीहरू साथीभाइहरू आमा बुवा सबैलाई चाहिँ धेरै धेरै धन्यवाद हैन। मैले यो चाहिँ एक्सपेक्ट गरेको थिएन हैन अहिलेसम्म। मलाई चाहिँ एकदम टाढाबाट नि गिफ्ट आएको छ। अब सर्वप्रथम त हाम्रो बहिनीको हैन, बहिनीले चाहिँ टक्क मलाई एउटा दामी केक चाहिँ एउटा गिफ्ट गरेर रहेछिन् हैन, मेरो कान्छो बहिनीले। यो चाहिँ एकदम मन पर्यो बहिनी, थ्यांक यू सो मच। अनि अर्को चाहिँ हाम्रो एकजना बयलपाटा प्रतिमा दिदीले, प्रतिमा दिदी हेरिराख्नु भएको नि। अनि यो चाहिँ हाम्रो प्रतिमा दिदीले गिफ्ट गर्नुभएको मलाई एउटा गगल्स चस्मा। यो निकै बवाल छ क्या, टक्क लाएर के भन्छ दबङ लुकमा दामी छ हैन। एउटा यो भयो। त्यस पछाडि गएर अब चाहिँ योभन्दा एक्स्ट्रा चाहिँ मेरो बुढीले, क्यामेराम्यान मेरो बुढीले एउटा चाहिँ टक्क दामी घडी, यो चाहिँ एकदम मन पर्यो मलाई घडी चाहिँ हैन, घडी चाहिँ बवालै छ। त्यस पछाडि गएर एउटा चाहिँ यो पुरै चक्लेटको चाहिँ बुके त भन्छ नि यसलाई हैन, खोलेर देखाम। एउटा चाहिँ यो फुल्ली चक्लेट छ यसमा चाहिँ हैन। यसको लागि थ्यांक यू सो मच। त्यस पछाडि एउटा चाहिँ अब यसमा के छ, यो चाहिँ सरप्राइज हो भन्छ मेरो बुढीले हैन। यसमा के छ म एकचोटि हेर्छु, मलाई थाहा छैन यसमा के छ भन्ने। बिहान आएको यो दिउँसो, सरी हाम्रो पारी चाहिँ आकाशमन श्रृंगार पसलबाट चाहिँ मलाई सरप्राइज भन्नु पर्यो। उहाँको भिडियो पनि आएको होला, एकचोटि हेर्नु होला हैन। यो चाहिँ तपाईको आहा फोन आइरहेको छ हो। इट्स बवाल चस्मा आम्बो बल्ल भयो क्या म लतिफ हैन, लतिफ भयो कि खबिब भयो, बवाल चस्मा रहेछ। अनि त्यस पछाडि एउटा यो भयो ब्याग मैले गेस गरेको चाहिँ सही परेछ। एउटा चाहिँ साइड पर्स रहेछ, टक्कै यताउता जाँदाखेरि केही सामान राखेर लानलाई। मेरो बुढीले चाहिँ यो चाहिँ बुझिया रहेछ मलाई चाहिने हो भन्ने चाहिँ है। त्यस पछाडि अरू के छ, अरू पनि छ हौ यहाँ त। आम्बो यो के हो, किचन। ए ल एउटा चाहिँ इतर रहेछ। इतर भन्ने थाहा छ तपाईहरुलाई गाइस, यो चाहिँ सेन्ट हो हैन, एकदम प्योर। यो चाहिँ यसमा अल्कोहल मिक्स हुँदैन हैन, यो चाहिँ प्योर परफ्युम नै भनौँ यसलाई। हामी मुस्लिमहरुले चाहिँ एकदम धेरै युज गर्छौं के हामीले यो चाहिँ अर्को सेन्टहरु भन्दा। यो खालको यो चाहिँ तपाईहरुले एकचोटि यसको सेन्ट सुन्नुभयो भने फिदा हुनुहुन्छ, त्यस्तो खालको सेन्ट हुन्छ बाहिर आइराखा बास्न चाहिँ। त्यस पछाडि एउटा चाहिँ यो किचेन रहेछ, त्यो त्यसमा राख्दिछु रे, यसभित्र राख। यो चाहिँ एउटा किचेन रहेछ। किचेन चाहिँ मलाई दामी रहेछ यार बवाल रहेछ। ल यसको लागि धेरै धेरै धन्यवाद है। मलाई चाहिँ अब के भनौँ, यतिको एक्सपेक्ट चाहिँ गरेको थिएन। यो चाहिँ फर्स्ट टाइम हो मलाई यत्रो धेरै गिफ्ट आएको हैन। हाम्रो बहिनीलाई पनि धेरै धेरै धन्यवाद, मेरो बुढीलाई पनि धेरै धेरै धन्यवाद। अनि हाम्रो प्रतिमा दिदीलाई, हाम्रो बयलपाटाको दिदीलाई पनि धेरै धेरै धन्यवाद दिदी, तपाईहरुलाई धेरै धेरै माया। अनि हाम्रो मलाई चाहिँ सरप्राइज दिने हाम्रो पारी चाहिँ आकाशमन श्रृंगार पसलको चाहिँ हाम्रो म्याम र सरलाई पनि धेरै धेरै धन्यवाद है त। धन्यवाद, तपाईहरुले पनि भिडियो अपलोड गर्नु भएको होला, त्यसको लागि धेरै धेरै धन्यवाद है त। हस्, धन्यवाद, नमस्कार।